तातेर म आगो होस्न उठाएर राख्दिम। यहाँ जानु भनेको एउटा कुरा छ के तँलाई सजेस्ट छ फेरि कुरा हो। सजेस्ट छ मान्छेले अब होदे बस ल एउटा सजेस्ट छ तँलाई कमेन्ट गरेको छ अब अर्को पनि आएछ फेरि मान्छेले त तँलाई त अनि डटी मेन पो भन्दैछ त तपाईँले मान्छेलाई झगडा लाउने अब कुटाइजा बाटोमै मलाई अब कुट्छ मान्छेले। होइन हौ तँलाई मान्छेले डटी मेन भनेर कमेन्ट गरिरहेछ दुनियाँले भन्नुहोस् मलाई केही मतलब होइन। तपाईँले हिजो के बोलेको? के बोले मलाई एलिसाले भने उता बुवा मातेर कता लडिरहेछ म गएको उठाउनु हेर्नु त मेरो बुढीसँग लागिस् मेरो बुढीलाई पकाउनु आइस् यस्तो कुरा मान्छेले मलाई कुट्दैन त्यसो भनेर मैले थाहा छैन? कहाँ थाहा छ त अब उठाएर पानीमा भिज्दै गरेको मान्छेले थाहा पता छैन त किन खानु त्यो? अब त नखाने होइन एउटा बुढेसकाल भइसक्यो अलिकति नाता नातिनी भइसक्यो घरमै बुहारी छ त्यो पनि सोच्नुपर्छ क्या। हो होइन म कहाँ खान्छु त खानु त ऊ साथी आएको थियो क्या युकेबाट साथी आउने बित्तिकै कि अलकत्रा पनि खाइदिनु फेरि अब ज्यादा बोले फेरि खाइदियो भने अलिकति पनि होइन युकेबाट आएको थियो क्या साथीहरू के भयो युकेबाट आउने? अब धेरै दिन बाद भेटेको खुसीले हर्षले खाइयो नि भनेको नि खाइएर जहाँ पनि तहाँ पनि उल्टिहाल्ने त घर आङ्गना थियो आफ्नो जल भाइ कोही हेरेन अरूतिर उल्टेको भाइ बाहिर उठेर लाज मर्दो हुँदैन हो नि त्यस्तो गति देखाएँ मैले मान्छेले के भन्छ यत्रो हाई क्वालिटीको मान्छे यत्रो स्टार भएर पनि यसरी गति छाड्छ। हो अब देखादिनँ ल ल ल धन्यवाद त्यसको लागि सुझाव र सल्लाहको लागि धन्यवाद मेरो मच्छी कलुवा भाइ फेरि मच्छी कलुवा भाइ भन्नु बोल्नु ल्याउँदैन क्या ए दिपक सनी भाइ ल हाम्रो दिपक सनी भाइलाई पनि सबले फलो गरिदिनुहोस् सबले उहाँको भिडियो हेरिदिनु होला यति रमाइलो यति है मिलन सर भाइ हुनुहुन्छ सबले सपोर्ट गरिदिनु होला है ल तपाईँले मलाई बाटोमा लाठी अब घुसा खुवाउनु के भयो कुट्दैन मान्छेले मलाई